Hello, welcome back to my another video of Saile Reacts aka Sailesh Sunar। तपाईहरुले फेरि पनि स्वागत छ मेरो यो नयाँ ब्लगमा है। आफ्टर लङ टाइम मैले चाहिँ ब्लगमा अलिकति धेरै भयो थियो, अरु कन्टेन्टहरु हालिराखेको थिएँ तर त्यस्तो साह्रो फिनिस त भएको थिएन हैन। आज चाहिँ म चाहिँ दोहाको एकदम फेमस प्लेसमा चाहिँ म जाँदै छु। कस्तो प्लेस भन्दाखेरि तपाईहरुको दोहा पट भन्ने त्यहाँ पुरै कलरफुल हाउसहरु छ हैन। मान्छेहरु थियो, त्यही भएर चाहिँ अलिकति अड लाग्यो मलाई हैन। हामी चाहिँ कहाँ जान लाग्यो भन्दाखेरि कतारको एकदम पानी जहाज के भन्छ त्यो पानी जहाज आउने ठाउँ, पानी जहाज त्यो रुक्ने त्यहाँबाट टेक अफ हुने हैन, त्यो ठाउँमा चाहिँ हामी जान लाग्यो हो। घुम्नेवाला मान्छेहरु त्यहाँ चाहिँ घुम्ने मान्छेहरु आउँछ, युरोपतिरबाट इन्डियातिरबाट सबै ठाउँतिरबाट आउँछ। त्यहाँनिर चाहिँ ठाउँबाट चाहिँ पानी जहाज आएर चाहिँ तिम्रो मान्छेहरु कता घुम्न ठाउँ त्यहाँ चाहिँ तिम्रो रोक्ने स्टेसन भनौँ न, त्यहाँबाट चाहिँ नि अनि जस घुम्न जान पाइयो, पानी जहाजमा चढ्न जान पाइयो। पोर्ट दोहा पोर्ट भन्छ हैन। त्यहाँनिर एकदम बबल इन्ट्रेस्टिङ घरहरू दामी दामी छ कि एकदम। जस्तो तपाईँहरूलाई म पोर्ट देखाउँछु आज, पोर्ट कस्तो हुन्छ भनेर देखाउँछु। नदेखेको मान्छेहरूले देख्नु भइसकेकोहरूलाई चाहिँ ठिकै छ, नदेखेकोहरूलाई चाहिँ म आज देखाउनेवाला छु। ल ठिक छ, हुन्छ मसँग सफर गर्नु होला। हेर्दै जाम है त कस्तो हुन्छ। आउनु त तपाईँले एउटा दिनको ल है त गाइजहरू स्टे ट्युन। हामी चाहिँ अब फाइनली हामी चाहिँ मेट्रोमा चढेको छौँ। हामी जता गए पनि मेट्रोको थ्रु हो, किनभने हामीसँग बाइक छैन, कार छैन होला। अफकोर्स इन्साल्लाह फ्युचरमा 11 पाँच चाहिँ हामीसँग गाडी छ होइन। हामी जता गए पनि मेट्रोकै थ्रुबाट, किनभने मेट्रोबाट हामीलाई सजिलो पनि हुन्छ, सस्तो पनि पर्छ। त्यही भएर मेट्रोको सिन चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। पछाडि यस्तो छ है। आज शान्ति छ। आज के बार है? मेट्रोको लाइन हो यो चाहिँ है। यो चाहिँ मेट्रो यही माथि हिँड्छ है। होइन एउटा सुनले बनेको रे। जस जे भए पनि हामी चाहिँ जता गए पनि मेट्रोको थ्रु हामी जाने हो। अनि जता गए पनि 2 रियाल मात्र लाग्छ। यहाँदेखि नेपालको कति भयो है? 70-80 होइन, 80 समथिङ 80 पर्छ। त्यही हो, यहाँ चाहिँ सस्तो छ मेट्रो होइन। अनि जस त्यही हो, हामी जता गए पनि मेट्रोमा जान्छौँ। त्यही भएर अब हामी मेट्रोबाट झरेपछि चाहिँ तपाईँहरूलाई ठ्याक्क अलिकति हिँड्नुपर्छ होइन, अलिकति 5-6 मिनट हिँडेर ठ्याक्क त्यो हाम्रो डेस्टिनेसनमा हामी पुग्नेछौँ। साथसाथै हामी तपाईँहरूलाई राम्रो नजारा पनि देखाउनेछौँ। ढिला नगरिकन चाहिँ हामी तपाईँहरूलाई फेरि देखाउनतिर लाग्छौँ। जस्तै हो, हस्त धन्यवाद भन्न मिल्दैन। अब राजा आउँछ, राजाको बारेमा बुढाहरूले औडा बनाइसक्यो। राजा आए पनि नआए पनि देशमा परिवर्तन हुनु जरुरी छ। परिवर्तन हो, राजा आए पनि नआए पनि परिवर्तन चाहिँ हुनु जरुरी छ। डेस्टिनेसन पनि आयो, अब हामी यहाँबाट झर्नु पर्ने हुन्छ होइन गाइज। यस्तो छ है, वक्क बनायो कि वाक्क बनायो, दिक्क बनायो कि वाक्क दिक्क भइसक्यो यो झोले चोर नेताहरूले गर्दाखेरि है। अहिले त फेरि त्यो सोसियल बिल पास भयो भने उस हुन्छ भन्ने पनि चोर नेताहरूको बारेमा बनाउन पनि पाइन्न अरे, भिडियो बोल्न पनि पाइन्न अरे। किन नपाउने त्यो मुलाहरू गजब बेइज्जती त्यसको लागि कलम गर्छु। त्यो जे जस्तो भए पनि राजा आए पनि नआए, तर राजा चाहिँ आइदियोस् भन्ने हुन्छ। म चाहिँ राजाको फुल सपोर्ट गर्छु, तर राजा आए पनि नआए पनि हामीले चाहिँ यो सत्ता चाहिँ चेन्ज गर्नुपर्छ होइन। सरकार जुन यो सरकार चेन्ज हुनुपर्छ, सरकार चेन्ज हुनु पर्यो। तिम्रो राम्रो मान्छे बस्नु पर्यो, आर्थिक तन्त्र चाहिँ होइन, अर्थतन्त्र चाहिँ राम्रो अवस्थामा ल्याउनलाई चाहिँ यो भुस्टिङ्गे नेताहरू यो पाचैहरू चेन्ज हुनैपर्छ है, लाजिम चेन्ज हुनैपर्छ। त्यही भएर बरु जस्तो जे गरेर भए पनि गणतन्त्र हटाएर भए पनि जे गरेर भए पनि देशलाई चाहिँ राम्रो एउटा लिडरसिप चाहिँ दिनु पऱ्यो होइन। त्यही हो, जस्तो कि बालेन हाम्रो होइन, बालेन शाह, बालेनलाई राजा बनाइदेऊ, बालेनलाई राजा बनाइदेऊ, प्रधानमन्त्री बनाइदेऊ। त्यही हो, देश चेन्ज हुन्छ। हाम्रो बालेन जस्तै म पनि भएँ होइन, बालेन आए म पनि नेपाल आउँछु, प्रधानमन्त्री होइन म पनि नेपाल आउँछु। मलाई यहाँ बस्न जरुरत छैन कि त्यो होइन। जेस हाम्रो युवाहरूले केही न केही त पाउँछ नि त, एउटा राम्रो लिडर आएपछि विदेशिनु पर्दैन नि त। धेरै फेसिलिटीहरू पाइन्छ, धेरै अपर्च्युनिटीहरू पाइन्छ कि हाम्रो। हो, सही हो। ल गाइस, अब अघिको देखिन्छ होइन, अगाडिको। त्यही हो, अब हामी जाँदैछौँ। यहाँनिर ट्याप गरेर हामी चेकआउट हुनुपर्छ होइन। हामी चाहिँ थोरै यात्रा गर्नुपर्ने हुन्छ। मेट्रो स्टेसनबाट हामी झरेर लगभग 5 मिनट टाढा आइसकेको छौँ। अझै कति मिनट हिँड्नुपर्छ दाइ? अझै 10 मिनट हिँड्नुपर्ने हुन्छ हामी चाहिँ। त्यसरी नै है, आज सुनसान छ हेर्नु है। यो रमजान महिनाभरि सुनसान हुन्छ। अनि वेदर चाहिँ एकदम बबाल छ। त्यहाँ हेर्नु, सनसेटहरू हुन लागेको छ होइन, सनसेटहरू पनि छ बबालवाला।
यस्तो छ। यो चाहिँ मिनिस्ट्री अफ फाइनेन्स है, यही हो मिनिस्ट्री काउन्सिल चाहिँ थियो। अनि त्यो चाहिँ मस्जिद भइहाल्यो, कतारको सबैभन्दा ओल्ड मस्जिद है यो चाहिँ, बुझ्नुभयो नि गाइजहरू। अब यसको एउटा क्लिक पनि हाल्नुपर्छ सनसेटको। हामी चाहिँ हिँड्दा के अरे कतारको यो सबैभन्दा नेसनल ब्याङ्क होइन सबैभन्दा ठुलो नेसनल ब्याङ्क कतार नेसनल ब्याङ्क मेन हेड अफिसमा आइपुगेको छौँ। हेर्न सक्नुहुन्छ क्युएनबी होइन। अनि यहाँ हेर्नु न पुरै युरोप हो क्या, युरोपवाला भाइब्स पुरै। जाडोमा त गर्मीमा त भन्न सकिँदैन होइन, गर्मीमा त थियो, जाडोमा पुरै युरोपवाला भाइब्स आउँछ। हाम्रो मन्दिर चाहिँ ट्याक्क अब पारी छ होइन, पारिपट्टि ठ्याक्क हामी चाहिँ वारी छौँ। अब यहाँबाट हामी यस्तो रोड क्रस गर्न एकदम झ्याउ छ है गाइज। हामी चाहिँ यहाँबाट गएपछि चाहिँ ट्याक्क नेसनल म्युजियम पुग्छौँ। त्यहाँ गएपछि हामी तपाईँहरूलाई सिनेरी देखाउनेछौँ होइन। सिनेरी भन्दा पनि भित्रको चाहिँ त भिडियो गर्न पाइन्न होइन, म्युजियमको अफकोर्स भिडियो गर्न पाइँदैन, हाम्रो नेपालमा पनि पाइँदैन। त्यसलाई छैन भिडियो गर्नको लागि म्युजियममा पनि हामी चाहिँ म्युजियमको भिडियो गर्न दिएर डिसिजन हुनुहुन्छ होइन। त्यस बाहिरको सिनेरी चाहिँ हामी तपाईँहरूले देखाउँछौँ है पक्कै पनि। ल स्टे ट्युन। यहाँ चाहिँ रोड क्रस गर्न लास्ट झ्याउ छ, त्यही भएर हामी चाहिँ अहिले भिडियो बन्द गर्न पर्ने हुन्छ साथीहरू है। आजको मेरो मेरो भिडियो बनाउनुको मेन उद्देश्य किनभने मैले चाहिँ धेरै भति भ्लग नबनाएको। अनि भिडियो बनाउनुको मेन उद्देश्य भनेको चाहिँ हाम्रो देशमा अहिले जे भइराखेको छ होइन, त्यसको लागि चाहिँ हामी एकदम दुःखी छौँ। युवाहरू हामी विदेश आएकोहरू हामीले गर्न त के नै सक्छौँ र होइन, अब काम पनि गरी खानु पऱ्यो। अब विदेशबाट घर आउन पनि त सकिँदैन प्रोटेस्टको लागि। जतिजना प्रोटेस्टमा हिँड्नुभएको छ त्यो साथीभाइहरू युट्युबर टिकटकर होइन, आम जनताहरू होइन, फेमस मान्छेहरू अनि फेमस नभएको मान्छेहरू पनि हिँडिदिनु भएको छ प्रोटेस्टमा, त्यसको लागि धेरै धन्यवाद होइन। खास मेरो चाहिँ आज मेरो पोइन्ट अफ भ्यूमा चाहिँ मेरो कुरा के भन्दा राजा चाहिँ आउनै पर्छ होइन, राजा आउनुपर्छ, देश बचाउनुपर्छ। किनभने देश पुरै सकाउन लागिसकेको, खोक्रो बनाइसकेको छ नेताहरूले, चोर खातेहरूले होइन, यो चोरहरूले। त्यही भएर राजा आएर मात्र राजा भएर मात्र भएन कि, एउटा प्रधानमन्त्री पनि हुनुपर्छ होइन दाइ। बालेन शाह जस्तो मान्छे अनि हाम्रो हर्क सम्पाङ जस्तो मान्छे चाहिँ नि, रवि लामी छाने जस्तो मान्छेहरू चाहिँ नि लिडरमा भयो भने चाहिँ नि देश। चन्द्र भण्डारी पनि एकदम राम्रो मान्छे हो। सुमना श्रेष्ठहरू अब यहाँ त भइहाल्यो कि होइन, सुमना श्रेष्ठ शिक्षामन्त्री हुनैपर्छ। राजा आइसकेपछि पनि सुमना श्रेष्ठ शिक्षामन्त्री हुनुपर्छ। अनि हाम्रो कुलमान घिसिङलाई ब्याक फेरि के अरे कमब्याक गराउनुपर्छ। हो सही सही। अनि धेरै उदाहरणहरू छन् नि त, धेरै छ। बालेनले प्रधानमन्त्री दिउँ, रविलाई गृहमन्त्री दिउँ हो। अनि हर्क सम्पाङको नाम लिनु न, हर्क सम्पाङ राम्रो मान्छे हो नि, हर्क सम्पाङलाई विकास मन्त्रीमा गराइदिउँ होइन। त्यो राजा आए पनि नआए पनि हाम्रो देशमा चाहिँ नि प्रधानमन्त्री राम्रो लिडर चाहिँ हुनैपर्छ कि। लिडर एउटा राम्रो लिडर भए पनि बल्ल देश राम्रो हुन्छ कि बल्ल। राजा ज्ञानेन्द्र आएर राजा ज्ञानेन्द्रको अन्डरमा यस्तो जति पनि हाम्रा एकदम एजुकेटेड मान्छेहरू, जो मान्छेलाई चाहिने मान्छे त्यसको लागि चाहिने मान्छे छ नि, जस्तो बालेन हर्क रवि छ नि, उनीहरूलाई चाहिँ सत्तामा ल्याउनै पर्छ। जस राजा मात्र आएर चाहिँ यो नसोच्नुहोस् कि राजा मात्र आएर देश बन्छ भन्ने चाहिँ नसोच्नुहोस् होइन। किनभने देश बन्ला तर एकदम टाइम लाग्छ। तर राजा आएर चाहिँ नि हाम्रो यो बालेन शाहहरू यो युवा चेन्जेसहरू हुनुपर्छ क्या। युवा चेन्जेस हुनुपर्यो। मेन 60 कटेको बुढाहरू यिनीहरू चाहिँ झारपातलाई यिनीहरूलाई चाहिँ अवकाश दिनुपर्छ। राजनीतिक क्षेत्रबाट चाहिँ अवकाश दिएर यिनीहरूलाई चाहिँ युवाहरूलाई चाहिँ चान्स दिनु पर्यो। त्यसमा मात्र होइन, त्यसबाट लखार दिने कि यति प्रोटेक्सन बनाहा यति बनाहा भन्ने कुरो त होइन, हरेक बच्चादेखि लिएर बुढोसम्म थाहा त्यो सही। ल साथीहरू अब यही हो मेरो चाहिँ मेन पोइन्ट अफ भ्यू भनेको। मलाई त्यति राजनीति पनि खासै आउँदैन, म त्यति घुम्नु पनि छैन, हल्का चाहिँ बुझिरहेको हुन्छ त्यही हो। सही, त्यही हाम्रो पोइन्ट अफ भ्यू पनि त्यही हो। जो सबैले मिलेर अहिले चाहिँ जुन प्रोटेस्ट गर्नुभएको छ सबैले मिलेर चाहिँ नि गरिदिनु होला। त्यही हो, सबैले साथ दिनु होला। जो नेपालमा हुनुहुन्छ होइन, सबैजनाले मिलेर जस राजा फर्काऊ भन्ने त्यो राजा ल्याऊ देश बचाऊ भन्ने त्यो जुन मुलारा लिएर हिँड्नुभएको छ, त्यसमा चाहिँ सबैजना युट्युबर टिकटकर अझै इन्फ्लुएन्सरहरूले अझै बढी युज गर्यो भने चाहिँ सबैजनालाई मेन थिम भनेको चाहिँ राजा ल्याउने, त्यसपछि हरेक सत्तामा हरेक चाहिने मान्छे जस्तै हाम्रो युवा नेताहरू युवा मेयरहरू छन्, यिनीहरू सबैलाई चाहिँ के अब बुढोपाको नेतामा एकदम बुझेको र एकदम ऊर्जा दिने भनेको मलाई चन्द्र भण्डारी के हाम्रो नेपाली काङ्ग्रेसको नेता हो। ऊ चाहिँ पार्टीगत हिसाबमा होइन कि व्यक्तिगत हिसाबमा ऊ एकदम राम्रो मान्छे हो।
उसको थट्सहरू हुन्छ नि जुन सोचहरू छ नि एकदम राम्रो छ क्या त्यस्तो मान्छेले चाहिँ ल्याउनुपर्छ जरुरत छ तर यो बुढापाका कब्चेरहरू हुन्छ नि यिनीहरूलाई चाहिँ हटाइदिनुपर्छ क्या सही सही त्यही हामी दुईजनाको हाम्रो आफ्नो पर्सनल पोइन्ट अफ भ्यू हो जो चाहिँ त्यसको लागि खाँचो छ जस्तो सरसल्लाहहरू अब उसलाई चन्द्र भण्डारीलाई होइन हामीले नेता नदिए पनि मन्त्री नदिए पनि उसको सोचहरू होइन उसको राम्रो राम्रो सोचहरू लिन सकिन्छ नि त त्यो कुरामा चाहिँ हामीले ल्याउनु पर्छ तर यो गु खानेहरू पनि यिनीहरूलाई चाहिँ हटाउनै पर्छ है त्यही हो ल नाम नलिएँ मैले अरूको नाम लिएर कहाँ हुँदैन होइन ल त्यही हो बुझ्नेले बुझ्नुहोस् होइन नबुझ्नेले त्यही त हो नि होइन अब मिलाएर बुझ्नुहोस् त्यसलाई त्यही हो सबैले साथ दिनु होला प्रोड्युस गर्नुमा चाहिँ नि साथ दिनु होला राम्रो एउटा लिडर चाहिँ छान्नु पर्छ हामीले चाहिँ नि राजा आए पनि त्यही हो राजा आऊ देश बचाऊ भने जस्तै यो अभियानमा जोडिदिनु होला सबैजना जति पनि हुनुहुन्छ काठमाडौँ वरपर सबैजना हुनुहुन्छ राजालाई चाहिँ नारायण हिटी दरबारमा लिएर जाने कुरा भइरहेछ होइन नारायण हिटीमा लिएर जाने कुरा भइरहेको कि त अनि जो सबैले मिलेर चाहिँ साथ दिनु होला त्यही हो जता लिएर गए पनि त देशमा नयाँ होइन नयाँ तरिकाले राम्रो सोच बनाएर त्यसको काया प्रयोग गरोस् त्यही हो क्या हाम्रो हामी जस्ता युवाहरू विदेशी नपरोस् देशमा रोजगार सृजना नहोस् होइन त्यही त हो नि त्यही हो हामीले चाहिँ अब आउने हाम्रा भाइ बहिनीहरूले चाहिँ दुःख नपाओस् त्यसमा बसेर चाहिँ त्यसमा के गरौँ भन्ने चाहिँ ऊर्जा मिलोस् अनि हामी विदेशीहरूको पनि धेरै अब कति ट्यालेन्टेड मान्छेहरू विदेशीको भइरहेको छ नि विदेशीको आइरहेको छ उनीहरूलाई पनि त्यसमा फर्काउने वातावरण होस् भन्ने कुरा हो त्यही मेन त त्यही हो कि विदेशी नपरोस् क्या दाजुभाइ होइन जति पनि युवा चाहे अमेरिका होस् चाहे अस्ट्रेलिया होस् होइन जहाँसुकै होस् चाहे कतार चाहे कुवेत होइन चाहे युरोप जता पनि जता गए पनि त्यसको विदेशी नपरोस् कि घुम्नको लागि जाओस् बरु होइन जुनसुकै ठाउँमा गए पनि होइन आफ्नो देशको माया भनेको आफ्नो देशको माया हुन्छ क्या त्यही भएर चाहिँ म त्यही भन्छु मेन भनेको युवा चाहिँ विदेशी नपरोस् अनि त्यसपछि विदेशी नपरेपछि त देश त त्यसै भन्छ नि त युवा देशमै भएपछि त आफ्नो देशमा केही गरेपछि हामी जस्तै युवाहरू जागरुक हुनुपर्छ त्यसमा हाम्रो पनि राम्रो सल्लाहहरू भएर केही मिल्छ भने एउटा होइन युवाहरूको एउटा युथ फोर्स बनाएर त्यहाँ राम्रो सल्लाह टिका टिप्पणीहरू लिन सकिन्छ नि त त्यो चाहिँ कुरा हो सही हो ल गाइस अब यही कुरा गर्दा गर्दा हामी पनि आफ्नो डेस्टिनेसनमा पुगिसकेको छौँ होइन हेर्न सक्नुहुन्छ नजारा यता फेरि टिकटक बनाउँदै हुनुहुन्छ पक्कै पनि नेपाली होला होइन त्यही हो गाइस ल अब फेरि हाम्रो डेस्टिनेसनमा पुगेपछि भेटौँ ल यसरी बोकेर गइरहेको छ यो यट होइन सानो यट हो यो चाहिँ बोकेर गइरहेको छ यसरी चाहिँ पर्सनल यट पनि हुन्छ यहाँ कतारीहरूको हजुर खाने बेला भयो अब खाने बेला भयो अब रमजान खुल्यो होइन यस्तो छ ल है यहाँको नजारा चाहिँ नि ट्याक्कै युरोप एकदम यो चाहिँ अब लोकेसनको नाम पनि भनिदिइहालौँ होइन तपाईँहरू कतारमा हुनुहुन्छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ तपाईँहरू यो चाहिँ हाम्रो दोहा पट भन्छ यो दोहा पटै भन्छ होइन 975 स्टेडियम त्यहाँनिर चाहिँ त्यो चाहिँ मैले देखिरहेको छ नि होइन 975 स्टेडियम भनेर चाहिँ यो ठाउँलाई चाहिँ दोहा पट भनिन्छ ठ्याक्क तपाईँहरू चाहिँ नि यो इरानी चोक भन्ने इरानी चोक यो एउटा मस्जिद छ ओल्ड मस्जिदबाट चाहिँ नि रोड क्रस गरेर चाहिँ नि हल्का अगाडि गएर यहाँ आउन सक्नुहुन्छ दाइको चित्तमलाई चाहिँ त्यो है ल गाइस एकदम दामी छ यहाँ फ्यामिलीको लागि पनि अनि लभर्सहरूको लागि पनि अनि ब्याचलरको लागि पनि एकदम बबाल छ है त गाइस ल हेर्न सक्नुहुन्छ हामी फाइनली डेस्टिनेसनमा चाहिँ पुगिसकेको छौँ अनि मैले भनेको त्यो घर चाहिँ टङ्की ब्रेन घर चाहिँ त्यहाँनिर हो हामी त्यहाँ पनि अवश्य जानेछौँ पहिला त्योभन्दा अगाडि तपाईँलाई यसको भ्यू देखाइदिउँ हेर्न सक्नुहुन्छ यहाँ बबाल बबाल वेट छ के अरे यो यटहरू छ होइन वेट ट्रेक मैले हेरेँ यटहरू छ होइन यो सबै सायद पर्सनल होला कुनै अब यहाँ रेन्टल सर्भिस पनि होला होइन यस्तो छ कतारको लाइफ यो पटतिरको लाइफ होइन हेर्न सक्नुहुन्छ पुरै कन्टेनर होइन यो सबै यो पट हो यो यिनीहरू रेस्टुरेन्ट पनि छ त्यहाँ पट रेस्टुरेन्ट होइन त्यही हो गाइस पैसा यदि छ भने होइन कमाउनु राम्रै स्यालेरी छ भने चाहिँ यहाँ आउँदा हुन्छ कमाएर मात्रै पनि हुँदैन रमाइलो पनि गर्नुपर्छ कहिलेकाहीँ चाहिँ यसो मिलेर बरु रमाइलो भन्दा पनि त्यस्तो साह्रो होइन पैसा खर्च गर्नु नि जस कहिलेकाहीँ चाहिँ आफ्नो बडीलाई पनि आनन्द दिनुपर्छ रमाइलो गर्नुपर्छ साथीहरूसँग मिलेर अथवा तपाईँको जोडीसँग होइन के हुन्छ यसरी गर्नुपर्छ रमाइलो अथवा घुम्नै भए पनि बिना पैसा खर्च गरेर घुम्नै मात्र भए पनि आउनुपर्छ यस्तो ठाउँमा है म चाहिँ त्यही भन्छु त्यही हो हेर्न सक्नुहुन्छ नजारा कतिको राम्रो छ भनेर आज एकदम पानी पर्ला जस्तो भएछ होइन एकदम बबाल छ वेदर पनि घुम्ने ठाउँ पनि राम्रो छ 2 रियलको अहिले हामी चाहिँ टी टाइममा गएर 2 रियलको चिया खान्छौँ मसला चिया होइन त्यो पनि मजै हुन्छ होइन अब पैसा त्यस्तो साह्रो छैन त्यस्तो साह्रो खर्च गर्न सकिँदैन अवश्य गरिन्छ कुनै न कुनै ठाउँमा तर अहिले चाहिँ हामी 2 रियलको चिया खाइन्छ आउँदा आउँदा चाहिँ राति पऱ्यो है हेर्न सक्नुहुन्छ कलरफुल घर चाहिँ मैले देखाउन खोजेको यो
दिउँसोमा भयो अझै राम्रो देख्थ्यो है, अहिले राति भइहाल्यो। जस्ट ठिक छ, केही छैन। ल गाइस हेर्न सक्नुहुन्छ, यो कतारको एकदम युरोप जस्तो ठाउँ होइन, सान भनौँ न। अहिले रमजान भएको भएर चाहिँ यहाँ झिलिमिली बेसी छ एकदम। हुन त अरू टाइममा नि हुन्छ, अहिले यो त बाहिरतिर नि हेर्नु न झिलिमिली छ पुरै होइन। यस यही हो। हामी चाहिँ नि अलिकति भित्र छिटो देखाउँछौँ होइन। उता अब नजारा यहाँबाट फेरि सबै ठाउँ देखिन्छ कि सिटी सेन्टर होइन। यो चाहिँ पुरै हाम्रो एकदम बवाल सिटी हो, अल्दखना एरिया। कतारको मुटु अल्दखना भनेको। अब कतारको फोटोहरू केही देख्नु भने पनि त्यसकै फोटो देख्नुहुन्छ कि ट्यागको सिटी सेन्टरको। भयो त्यो अहिले नदेखाउँदै ठिक होला दाइ। यस्तो छ होला है यहाँको सिन चाहिँ। त्यो अब हामी चाहिँ त्यहाँभित्र छिर्छौँ अलिकति, त्यहाँभित्र छिरेर हल्का हल्का भिडियोहरू बनाउँछौँ। अनि त्यसपछि चाहिँ क्लिप हालेर उस गरेपछि बल्ल त्यहाँ भिडियो गर्छौँ है त साथी। कतारको सबसे मन नपर्ने कुरा भनेको यही हो गाइस होइन। जता गए पनि बहिष्कार हुनुपर्छ कि, बहिष्कार होइन है, इग्नोर्ड हुनुपर्छ क्या। माया कसम केटी चाहिँ हुनैपर्ने रे कि, साथमा फ्यामिली हुनैपर्ने रे कि। जुन ठाउँमा गए नि माया साला यस्तो कम्पारा तात्तिन्छ नि कसम भनेको। पुरै होल मुली त्यो मुड हुन्छ नि, सेटअप गरेको मुडै खराब भयो कि। फ्यामिली छिरेर फ्यामिली मात्र अरे कि के रहेछ त्यहाँ त्यस्तो त्यो रिस उठ्ने यार। ब्याचलरलाई काम गराउँछ, ब्याचलरलाई दुनियाँ गाँड गुलिती गराउँछ मुली। अनि जता गयो मुली फ्यामिली मात्रै के माया साला, फ्यामिलीले मात्रै छिराउने कि। त्यही छैन अब भिडियोलाई यति इन्ड गरिदिउँ होला गाइज, मुडै अफ भयो मेरो त होइन। त्यही अन्तिम समय हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यो ठाउँमा चाहिँ आउँदै ल, यो ठाउँमा चाहिँ नआउनु होला, यो भित्र चाहिँ छिर्न पाइन्न है। यो ठाउँमा आएर काम पनि छैन, आउँदै नआउनु होला। त्यही हो, म त त्यही भनिदिन्छु सिधै। फ्यामिली मात्रै हेरेको ल गाइज। आजको भिडियो म यहाँ इन्ड गरिदिन्छु। हस् त गाइज, बाई, गुड नाइट। बिहानबाट हेर्दै हुनुहुन्छ भने गुड मर्निङ, बेलुकामा हेर्दै हुनुहुन्छ भने गुड नाइट है। मुडै अफ भयो होइन। ल जति पनि सपोर्ट गरिदिनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। 26 छ, 30K मा पुऱ्याइदिनु गाइज है। लाइक सब्सक्राइब गरेर त्यही हो, मन पऱ्यो भने कमेन्ट हानिदिनु होला। आजको भिडियो यही इन्ड गरिदिन्छु। हस् त बाई, टेक केयर, लभ यु अल, गुड नाइट।